छोरी जो आएर आउनु बेला अनि म यता नाम थियो ल सुन न त्यही भएर अब पेन्जिन वाला हुनुहुँदो रहेछ पेन्जिन वाला 22,000 कति आउँछ 22,000 60 वर्ष क्रस भएपछि नि आउँछ नि मामाले त 30 वर्ष खानुभयो हो मेरो बाबा पनि नेपाल आर्मीको हो नि त मेरो बाबा नि परागढमै गोरा हो सुबैमा मेरो बाबा त झन् 22,000 रुपियाँ खानुहुन्छ अनि त्यस पछाडि तपाईँको के अरे यो चाहिँ के को मासु यो राजमा आलु है त यो राजमा आलु ल यो त देखाउँछ यता यो चाहिँ चिकन हाम्रो यो चाहिँ के को मासु रे देखाउ त एकचोटि ल यो चाहिँ बोकाको मासु आज चाहिँ हामी यहाँ हाम्रो बहिनीको बिहामा रमाइलो गर्दैछौँ है यहाँ बाई आफ्नो काममा गफमा व्यस्त उता भाउजू उता काम गर्दै हुनुहुन्छ कुखुरा कुखुरा छ त्यस्तो होइन नि हाम्रो त अर्कै छ नि त जाँडको व्यवस्था भइरहेछ है त एकदम अर्ग्यानिक जाँड साहब भाउजू खाने तरिका मैले त्यो भर्खर त्यो ओइरा मात्रै हो भुट्टाको तयारी हुँदैछ यहाँ चाहिँ भान्जीहरू यहाँ आइ भन्दै भन्छु नमस्ते है सबैजनालाई ल यता चाहिँ दाइहरू जान्छहरू ल हामी चाहिँ यहाँबाट बहिनीको इन्तजारमा है सबैजना बहिनी आउँदैछ यता होइन हामी चाहिँ यहाँ जन्तीको इन्तजारमा छौँ सबैजना हामी यहाँ है ल यहाँबाट जन्ती आउँदैछ चस्मा लगाएर बच्चा पुगेर आयो त अगाडि हाम्रो जन्ती होला होइन यहाँ बाजा बाजा नाच्दै आउनु पर्दैन सबैले एक हात नाच्दा फोन नघुम त ल हाम्रो ल जन्ती आयो है स्वागतम भन्नु न बाउ आमालाई केही पनि नभन्दैछु भाउजूलाई त्यहाँ बाहिर बत्ती पाल्दै थिएँ त मैले भाउजू यहाँ हाम्रो ठुल्छोरी सानछोरी यहाँ हाम्रो बहिनी ज्वाइँ
हो ए भाइ दुला र दुली रे ओ ल ल ल ल आउनु आउनु बहिनी ल फुपूलाई हाल्दै सकिएर ल ल ल ल अलि अलि उता उता ऊ अक्षता चाहिँ उता बाबु कि नानीलाई पर्ला है त्यहाँ अलि अलि सबै मासु ल स्वागत छ है बुवा स्वागत छ ल ल अब यता बस्दै गरौँ ल पङ्खा त गऱ्यौँ भला पङ्खा लगाइदिउँ न ल बसौँ बसौँ ल ओ सानो मान्छे कति सानो चप्पल ला हो भन्दिले यता 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 एकछिन यो ज्ञान्दै हामी त लगाइदेऊ हो त्यो पङ्खा लगाइदिउँ न गर्मी छ कि होइन बिसा हुन्छ फेरि कस्तो घाम चढेको अहिले फेरि कस्तो है त भेना है त भेना उता ए के आज चाहिँ फेरि पानी परिरहेको थियो आज अलिक गर्ने मलाई कपाल फेको पारेको थियो नमस्ते 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 हजुर नमस्ते ल बसौँ ल पङ्खा के भयो लाइन गयो ए नमस्ते बत्ती लाइन कहाँ पर्दैन बहिनी जनाले त साह्रै नै पोलिटिक्स भनेर पढ्यो होइन ठिक छ ठिक छ अलिकति सार्ने नि त नभए ज्वाइँको ठ्याक्क छेकिँदो रहेछ कि पोलले होइन ठिक छ होइन त्यो साइड लगाउनु पर्दैन होइन पङ्खा उताबाट ठिक छ केही फरक होइन ठिक छ त्यो सुक्खा सुक्खा लाउने हो नि त कहाँ त्यो लाउने हो नि हुन्छ हुन्छ मान्छे कताको दुईजना झोला मुनि अनि होइन होइन
हुन्छ नि हुँदैन यस्तै त नि रमाइलो के छ र भने त्यही त साथी श्री त्यहाँ बत्ती पनि देख्ला पाउने अलि यता अलि यता साल्यो दिपक अलि बस्नुहुन्छ पानी यसो अलि छर्किदिनु सबैतिर बाउले त साह्रै आँखा नदेऊ अलि माथि भयो त्यो अफ भयो नि केही नि हुँदैन सिधा त्यो अलि माथि चढ्यौँ बाबामा अलि माथि जानु भयो भने अलिक भित्र बस्नु अलि माथि जानु नभए आउनु अलि माथि माथि लक्ष्यको तिमी ल्याएको थियो नि भेटाउनु छर्किँदै हुन्छ ल गर्दन भएन कि यो पालै भएन गहिरोवाला भएछ कि गहिरोवाला भयो अब त्यो लगाइदिने होइन मैले सिमाल मसला आफू त के खराब गर्नु हुँदैन छोरी लान्छु दुई जोर गरे हो कि एक जोर मात्रै ल्याइदिएको त्यो खै र ढाका टोपी ए खै त फेचा र ढाका टोपी जुत्ता लाएर के हुँदैन के हुन्छ फुर्का निकाल्नु नि पछाडि पछाडि तल तल त्यहाँबाट होइन उल्टो भयो क्या तिमीहरूको जान त अनुभवी मान्छे उल्टो भयो अर्को चम्चे नि काम लाग्यो हात लटपटे बुढाबुढी होइन उल्टो भयो दाहिनेपट्टि हो बल्ला हो त्यसरी भयो भयो एकछिन हो ल भयो ल त्यही माथि घुसार्दिए नै हुन्छ काका माथि घुसार्दिए नै हुन्छ कि हो त्यसरी निन्द्रा त झुल्याएन नि म साथीहरूले निन्द्रा झुले कि भनेर टिकालाई होइन हात धोएर आउने कि टिका लगाइदिनु साडोको
चस्मा त लाउनै पर्छ नि छैन लाउनु पर्यो नि ज्वाइँ साहबलाई ठाडै हो ल ड्राइभर लगाइदिनु अलि दाउनु काले जोइनिङ गोर आउनु भयो आज त काले जोइनिङ गोर आउनु भयो आज पाँच हालिदिनु न खै 5 रुपियाँ छैन अब जसो अब यो त होइन भने यो अहिले गरेको कार्यक्रम छोटो मिठो हो क्या बहिनी चाहिँ अलि मुख छ अनुभवी मान्छे मैले र बहिनीले मलाई त चिसो बाँड्नु जा भनेर पठा मैले गरेँ साइरा पछाडि मैले त्यहाँ गर्छ क्या है बाउ एउटा ल्याइदिनु म बुढोको बिट गर्छ क्या साइडमा बाउले सबैलाई ल्याइदिन्छ त्यहाँ जतिलाई अनि तपाईँहरू बाउले ल्याइदिन्छ कि सबैलाई झोल दिएर भइसक्यो भातमा तरकारी दिएर आएछ के झोल ल त भेटिदियो दक्षिण यो हजुर दसैँ टिका हो कि यो दसैँ टिका हो कि ल ल हुन्छ हुन्छ आजको दिन त मैले बाहुन भनेर अस्ति टाढै ओ दिदी ब्याग छैन ब्याग दसैँ टिका ब्याग आज पूर्णि हो नि त चन्दा पो भाइ खै ब्याग पैसा हो भने अन्त सर्व आउनु नानीहरूलाई जोइनको हाल चाहिँ कति छ कति हो मलाई राम्रो कुरा अस्ति पनि त्यस्तै भयो स्यान्दै बनाएर न आँखा लाउने हो न निधारमा लाउने आँखा छाम्मै परेको चस्मा लाउनु भन्दा झोलाको राखेपछि त्यस्तै खै खै मैले ढोक्नु पर्ने केटी लाटा बाबा म ढोक्छु तल जानु ओइ भाले सल्लाह गर्दै गर्दा
मलाई एकछिन ढल्छ पुरेदिलो भन्नु होइन त्यही पुरे होइन यो दसैँ टिका के घर लगाइदिनु भित्र सिरानीमा छ होइन यहाँ औषधि सिरानीमा मिलेन नि त यता होइन त्यही रादिन दाइ आमाले सार्छन् ल हुन्छ हुन्छ आमाले सार्दैन आमाले लम्केर उता गर्छ यहाँ यता यता नै भन्न कुन चाहिँ यहाँ एउटै यो हेर्न फेरि बिच बिच यतै आउनुपर्ने भयो ज्ञान दाइ बिस्तारै आउनु नडगेर के हो ठाडे अब छोरीलाई टिका लाग्यो डाइलग त अब तैँले राम्रो खिच्न जान्न पर्यो बाँकी यता नानीहरू लानु पर्दैन पर्दैन तिनजना मात्रै भइनु छ अनि एकैचोटि बाउलाई बाजारको नातिनी बर्खेर सबैले लगाइदिनु के दिएन बाउले साइरा म त सबै यता नि टिका लगाएको कोही बेहोसमा क्या जसले दिदी भने खतम उताबाट सकेर उसले दिन्छ भने कि म यहाँ बसेर होइन मलाई भाउजू हामीले यता लगाइदिएपछि नि भने तपाईँ हामीले एकचोटि सबैलाई एकचोटि लगाइदियो अनि कलमा आशिष दिनु न कसले खान्छ कसले खान्छ भोलि नै पर्ने हो आज धेरै रहेछ त्यो त दिने भाग्यो ज्वाइँलाई भन्नु पर्यो त मन मनै भन्छ अर्को सुन्छ
ठुलै सबै हुनु न अनि को खोज्छ त परिसला फेरि म रिसाउँदैन तिम्रो सोनेर आज बिहाको दिन त झन् जे भने के फरक पर्दैन नदिने त्यो मैले दिन राखेँ कालेर दिन्छ मैले त्यो आगि नै झन् निकाल्ने हो नि त आगि नै दिएर हलाइदिनु सबै सबै नाचिदिन्छु तेरो निधार ढाक्दिने त जोइला त धेरै दिन नि हुन्न आज दिन त दिनु दाइ भन न भोलि मलाई फिर्ता ल्याउनु फरक गरे मर्को पर्छ भइसक्यो कति नै के काले ओइ एउटा मात्रै तिहारमा अर्को खुट्टा होला ठुलै डडमा आफू डुब्ने गरेर अलिअलि बाटो डडमा होइन भने ठुलो भयो यहाँमा हो सानो सबै सानो हुन्छ केही भने उसले बिहाको हतार छ सबिना राम्रोसँग बस्नु खुसी भएर भाइले दिन्छ मनले देखा भाइले चाहिँ 2 बजे 3 बजे भर्खर सुतेको मेरो कसैले हो भन्दा फेरि पहिलेको तातो दर्शन लिनका है हाम्रो जान्दै छ त्यहाँबाट हो भने भर्खर हामीले आइदिएन लाइटर पनि दियो दिदीलाई दियो चोलीबेटीले आगो सल्काएर बस्ने नि त घरमा होइन मैले गर्नुपर्छ अब हाम्रो दोकान दिएला हो कि त्यसै दोकान त खै त ल्याएन छ है खै काली होइन भने हो त्यो भएर ल म भिडियो बनाउँछु एकछिन नानी रोगेन को होइन यति नै हो माझा कन्ने यता हजुर हजुर 3 जना मात्रै दोकानदार चाहिँ बिर्से चाहिँ कन्ने कि दोकानदार कन्या कन्या चाहिएको थियो नि त यतापट्टि बस्नु पर्ने के कन्या कन्या त दुलदुली बिचमा हो कि बिचमै छ भन्नुभयो केटा मान्छे कता गयो उता छ नि त केटा मान्छे जो पाइ भएर त फेरि उसकै जोहरू भान्जा भान्जी को पर्ने हुनु पर्यो जो पाइ भएर पाने कहाँ हुने के साएर बस्ने यता के भन्छ भने रुमाल छैन रुमालले त बेरालाई आँखा धेरै अलि बिहानै पूजा गरेर मर्द मर्दैन म टाढो मान्छे
राम्रो दिन पऱ्यो हामी सबै बस्नु भने मान्नु नलाउनु नबस्नु हजुर झोका लेखिन्छ भाउजू साइड रोइ हजार दिनलाई त्यसलाई आमाको चप्पल लाउँछ जसको पछि एक्लै छोड्नुहुन्न त्यो ट्याङ्की पानीतिर टोइलेटमा गएको अनि टोइलेटबाट उठाएर ल्यायो भने पानी नपाएन नि दुवाने सबै लाइनमा खानु के हुन्छ रे बुहारी भइसकेपछि नि अब त टिका लाउनु पर्दैन टिका लगाइदिनु पर्यो नि त सजिलो छैन यो त अन्की त उता जाने पैसा के गर्थ्यो बुझ्ने पर्ने कसरी सुनेर मन लाग्छ त भने को पर्दैन जान्छ कति अगाडि गएर पर ऊ घोप्टाउनु भएको होइन
होइन त्यो त्यहाँ छ हाम्रो मात्र सायद कति जितकारी होइन तपाईँले नै भन्नु भाउजूको भाग ल्याउन त भाउजूलाई ल्याउ पैसा त कहाँ फिर्ता गरेर बुझी आउनु छैन एयरपोर्ट पनि छ है होइन उसकै हो भरतको त्यसरी पाउछरा हो कचोटि भयो फेरि यता अब जाने पर्छ पर उनीहरूलाई नि समाज त्यो निकाल्नु यही बेला रहेछ कि फेरि जतासुकै चापाचाप हेर नि छैन हाम्रो नि हो देवघाटमा म त गइन पर्ने ए अन्त माउलीको माउली हो भइहाल्यो नि अब लगाइदिनु पर्दैन नि होइन कता पछाडि राखेको नि काँदो राखेको मान्छे अलि ठाउँ छ नि त्यहाँ ए ठुलो भानी सानो भानी आउने गर्ने गर्दा गर्नु एकदम छिटो छ टी-शर्ट खैले त खानु पर्दैन भिडियो बनाएर अहिले म व्यस्त छु अहिले पछि कल गर्छु 1 बजे तिम्रो ब्रेक हो हेर त बहिनीको हाम्रो यहाँ यस्तो कार्यक्रम हुँदैछ है जाने दिनु यताबाट के गऱ्यो बाटो पाइन उता हेर यस्तो अलि अब त बिहा भयो छोड्थ्यो त्यो ल ए सबै चुइयो त
पहिला एकैचोटि सर्टकटमा हान्दिउँ है घुँडा टिक्यो अहिले त गोरु बसेको नि बहिनी खुट्टा देऊ र त्यसै त्यसै र बहिनीको आँखामा आँसु देख्नु भयो भने ओइ त्यो भित्र के त्यतिकै छोडे खानै छ सबै धुलो पसाएर बुढाले त आफ्नो हेर त भाग्यो भन्दिन्न के हेर्दै नानी चौकटी उता पुरा कोठामा थियो नि चकट लिएर आउनु त